मानिसले तपाईको बारेमा के भन्छ भन्ने कुरा सधैँ तपाईको नियन्त्रणमा हुँदैन, तर तपाईले आफ्नो जीवनमा के गरेर देखाउनुहुन्छ भन्ने कुरा तपाईको हातमा हुन्छ। यु तास रिट के भन्छु नि के जन्मिए खै म त के जन्मिए खै के जन्मिए खै म त के जन्मिए खै। मैले हरेक प्रश्नको जवाफ शब्दबाट दिने प्रयास गरिन। Can you say it? Say it. मुखले Yeah. मुखले भन्दै रे The first two sentences. लेख्ने राइटिङ Why? because this year divine power एक दिन कामले आफै जवाफ दिनेछ। आज फेरि अर्को विधामा निरन्तर मेहनत, वर्षौंको सङ्घर्ष र लामो प्रतीक्षाको प्रमाण लिएर तपाईहरुका अगाडि उभिएको छु। यो सफलता केवल विजय साईको मात्र होइन, यो समग्र नेपाल र सम्पूर्ण नेपालीहरूको गौरव हो। केरो बाबुले भनेछ उपलब्धि अब मैले के गरिरहेको छु भने जब एउटा समयमा चाहिँ मान्छेले नेगेटिभ पोजिटिभ एउटा एङ्गलले आफ्नो जज गर्नुभयो, त्यो जज गर्न पाउने मान्छेको दिमाग जति छ त्यति नै बुझ्ने हो, त्यति नै सोच्ने त हो नि सर। Okay. Can you say the first word of the third paragraph? त्यो चाहिँ फेरि भुटुटु गर्नुपर्छ कति पढ्नु भएको छ? कति पढ्नु भएको छ? मेरो चाहिँ अहिले 12 सकाएँ मैले। त्यतिखेर मैले साइन्सबाट 12 सकाएको थिएँ बायोलोजी लिएर। त्यस पछाडि चाहिँ मैले अहिले बिचमै यो आरोप प्रत्यारोपहरूलाई नै निहालेर बायोलोजी के हो? हजुर बायोलोजी बायोलोजी भनेको एउटा यो डक्टरहरू सम्बन्धीको चाहिँ मैले किताब लिएको थिएँ। बायोलोजी भनेको एउटा यो डक्टरहरू सम्बन्धीको चाहिँ मैले किताब लिएको थिएँ। वाट इज बायोलोजी? किनभने म पनि साइन्सकै स्टुडेन्ट हो, म पनि आइसी नै गरेको छु होइन। केमिस्ट्री, बायोलोजी, फिजिक्स योहरू पढेरै म यहाँसम्म आएको हो। बायोलोजी तपाईँ भन्नुभयो नि, बायोलोजी के हो अलिक बताइदिनुहोस्। बायोलोजी र फिजिक्स मैले बायोलोजी लिएको, बायोलोजी एमबीबीएस डक्टरको तयारी गर्नका निमित्त मैले लिएको थिएँ। नेम भाइबरमा चाहिँ मैले डक्टरीको एमबीबीएस को त पछि वाट इज बायोलोजी मैले त्यो हजुर फिजिक्स के हो त्यो बताइदिनुहोस्। अनि मैले बायोलोजी लिनुको अर्थ चाहिँ म डक्टर बन्नका निमित्त चाहिँ मैले त्यतिखेरको समयमा मैले बायोलोजी भन्ने शब्द लिएको थिएँ सर। के भन्नु, खन्ती सन्ती ल्याएर नि एकैचोटि कन्डोमा लम्मे गरेर एकैचोटि हानिदिनु पर्ने साला हैन। अनि अब यो अहिले विगतका कुरालाई कोट्याउनु भन्दा पनि अब मैले नेपाली जनताहरूलाई साँच्चै यो शिक्षित बनाउँछु भने मैले ऋषि धमला दाजुको कार्यक्रममा मैले बोलेको थिएँ। मेरो एउटा म दर्शक पनि म याद गरौँ, मेरो एउटा भिडियो चाहिँ निकै देशैभरि भाइरल भएको थियो। त्यो भिडियो थियो राष्ट्रगान मैले सोधेको थिएँ नि नेताहरूलाई। नेताहरूले मैले सोधेको थिएँ हाम्रो देशको राष्ट्रगान के हो? ए त्यो चाहिँ मैले त्यतिखेर चाहिँ हेरेको। हस् हुन्छ, थ्याङ्क यू। म तपाईँले पनि सोध्न चाहिरहेको छु। हस् थ्याङ्क यू सर। र यो सर्टिफिकेटमा लेखिएको छ द मोस्ट नन बाइनरी नम्बर्स मेमोराइज इन सिक्वेन्स in the course of presenting my trust to you all. I have been facing many challenges before I could only memorize. यति शब्दहरू 5 7 9 3 2 1 4 0 3 1 3 2 4 5 6 9 8 3 2 3 4 7 9 2 7 8 यस्तै गरेर र तपाईँले हेरिसक्नु भएको छ। उहाँले एकैछिनका 20 मिनटमा त सिङ्गो ठुला किताबहरू कण्ठ गरेर सर र
ऊ मान्छे एकदेखि लास्टसम्म चाहिँ ऊ सक्दैन कन्ठ पार्न यो सिरियसली हो हेर्नु म ठोकुवा हुन्छु कोही मान्छे आउँछ नि मेरो अगाडि आउँदा हुन्छ ऊ मान्छे चाहिँ त सक्दैन क्या हेर्नु म जहाँसम्म लाग्छ है 99% म ढुकाउँछु सक्दैन 1% यस्तै म जस्तै व्यक्ति भएपछि मात्र 90 अब देख तू एकछिन माइन्ड फ्रेस पर्छ मैले गर्नु भन्नु यो आँखाको टेकीमा उसमा त मलाई अचम्म के लाग्यो भने नि हजुर मान्छेले वर्षभरि पढ्न जान्छन् लास्ट टाइममा चाहिँ फेल हुन्छन् यो फर्मुला प्रयोग गऱ्यो भने त 3-4 दिन पढे नै हुन्छ obviously दर्शक यो कुरा निकै गम्भीर छ जसमा क्षमता छ जसमा शक्ति छ त्यसलाई जोगाउने राज्यको काम हो राज्यले त्यसलाई उपभोग गर्न जान्नुपर्छ हाम्रो देशमा केही पनि गरिन्छ हेर्नुहोस् त यो कस्तो अनौठो कला Through moting the second step according to iron Monza account of iron Monza account of यो नेपालमा अब म जस्तो हजारौं विजेशाही होस् भन्ने चाहिँ मेरो चाहना छ हजारौं व्यक्तिहरू म जस्तै उत्पादन गर्नु छ लाखौं व्यक्ति उत्पादन गर्नु छ अबे साले मेरो जीवनबाट जाने भए जाऊ नेपाली शब्दकोश विजयजीले 5 मिनेटमा 676 पेज पढेर चमत्कारी काम गर्नुभएको छ हामी सबैले उहाँलाई ताली बजाएर अभिनन्दन गरौँ साला खाते मारे एकैचोटि झ्याम मारेर लडाइदिनु पर्ने साला उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैनस् भने नि यही हात हो नि याद गरिरह उहाँले के विषय पढाउनुहुन्थ्यो इंग्लिश हजुर इङ्ग्लिसमा कस्तो हुनुहुन्थ्यो अरू विषयमा भन्दा इङ्ग्लिसमा अलिकै राम्रो थिए क्यू तास रिट के भन्छु नि के अरे उहाँले तास सक्नुहुन्छ क्या उहाँले के भन्ने आफ्नो अलौकिक क्षमताहरू प्रतिभाहरू त्यहाँ इमेल गर्नुहुन्छ अङ्गेन घात्रम नयने वक्त्रम न्यायेन राज्यम लवणेन भोज्यम यो छ नि यो हजुर यो 1 देखि 31 सम्म हेरौँ हेर्नुहोस् त ल सक्यो अबे साले लेखौँ म त्यहाँ लेखेर आउँछु एवरीबॉडी सबके सब चोर हैं साले इन सब के नाम उस लिस्ट में डाल दो